नेपालमा के कस्ता मेसिनहरू उपलब्ध रहेका छन् भन्ने विषयहरूको बारेमा जानकारी राख्ने क्रममा यति बेला भने हामी चेन्जिङ नेपालमा आइपुगेका छौँ र यहाँ अगाडि देख्न सक्नुहुन्छ यो चाहिँ पापड अनि पानीपुरी एउटै मेसिनबाट बन्छ भनेर बताउनु भएको छ र यो मेसिनको बारेमा जानकारी दिनको लागि सर हुनुहुन्छ। सर यहाँलाई स्वागत छ जानकारी केन्द्रमा। हस् नमस्कार। हजुर यो मेसिनको बारेमा बताइदिनु सर हाम्रो दर्शकहरूको लागि। तपाईले यहाँ देखिराख्नु भएको मेसिन चाहिँ यो पापड मेसिन हो। हामीले यहाँ देख्नुमा चाहिँ यो ठुलो खालको डाई छ यहाँ। यो चाहिँ पापड बनाउने डाई लगाएको छौँ भने यसमा हामीले डाई चेन्ज गरेर पानीपुरी नमकिन भुजियाहरू पनि बनाउन सक्छौँ। विभिन्न साइजमा आवश्यक अनुसारको यो साइज डाई चेन्ज गर्न मिल्छ यसमा चाहिँ। त्यो चेन्ज गरेर चाहिँ हामीले यसबाट धेरै थरी चाहिँ प्रोडक्टहरू निकाल्न सक्छौँ। के यता माथिपट्टिबाट के पिठोहरू राख्ने हो? हजुर, हामीले पिठोलाई चाहिँ डो मिक्सिङ गरिसकेपछि मुछिसकेपछि हामीले यहाँबाट सिट बनाएर हाल्छौँ। त्यसपछि यसले अझै पातलो बनाएर यसले चाहिँ कटिङ गरेर चाहिँ यहाँ निस्किन्छ। पापड चाहिँ हामीले यहाँबाट कलेक्ट गर्छौँ भने पापडबाट साइडमा निस्केको चाहिँ वेस्टेज पार्ट चाहिँ फेरि यसले चाहिँ अटोमेटिक कलेक्ट गर्छ। भनेपछि त्यसलाई रि गरेर फेरि अर्को प्रोडक्ट फेरि पनि हामीले यहीँ रि गरेर फेरि निकाल्न सक्छौँ। त्यो त्यहाँबाट कन्ट्रोल गर्ने हो कति पातलो बाक्लो बनाउने? बाक्लो पातलो कति गर्ने, हामीले कति त्यसको थिकनेस चाहिँ कति सेट गर्ने भनेर चाहिँ यसले कन्ट्रोल गर्छ। अनि यसलाई पनि कन्ट्रोल गर्नुपर्ने हुन्छ कि यो चिज? यो चाहिँ एकनास नै घुमि नै राख्छ। यो चाहिँ कन्भेयरबाट यो घुमिराख्छ। हामीले यसको प्रेसिङ चाहिँ कन्ट्रोल गर्छौँ। यसमा डाई चेन्ज गर्दा कसरी गर्ने? यो पुरै चेन्ज गर्नुपर्ने हुन्छ कि? यो सिलिन्डर नै हामीसँग पाउँछौँ। तपाईँले आफ्नो साइज अनुसारको डाई चाहिँ अर्डर गर्दाखेरि भन्नुपर्ने हुन्छ भने यो सिलिन्डर नै हामीले चेन्ज गर्छौँ। यो दुईटा यता दुईटा नट देख्नुहुन्छ, यो चारवटा नट खोलेर यो सिलिन्डर नै चेन्ज गर्छ। अनि यहाँ चाहिँ यो चाहिँ के पार्ट हो? यो चाहिँ हामीसँग अब प्रोडक्ट निस्किसके जस्तो पानीपुरी पापड निस्किसकेपछि चाहिँ हामीले प्रोडक्टलाई चाहिँ निकाल्छौँ भने त्यसको साइडमा रहेको वेस्टेज फेरि त्यो बाँकी रहेको पिठोलाई चाहिँ फेरि हामीले यसमा ल्याएर लगाइदिन्छौँ भने यो अटोमेटिक यसले यो घुमेर चाहिँ यहाँ कलेक्ट भएर बस्छ। त्यसपछि पिठोलाई फेरि हामीले रियुज गरेर फेरि पापड निकाल्न सक्छौँ। र यसको यो कन्ट्रोल गर्नलाई यति नै हो सिस्टमहरू कि के चाहिँ नर्मल रनिङ भइरहेको छ? यो तार जोडेपछि रनिङ भइरहेको छ। त्यसपछि हामीले यहाँबाट पिठो हालिराख्छौँ भने पिठोको सिट बनाएर हाल्छौँ यहाँबाट। त्यसपछि यो एकदम रनिङ भइरहेको छ। एकजनाले चाहिँ त्यहाँबाट पापडहरू तयारी निस्किएको चाहिँ निकाल्छ। पापड बनाउनको लागि यति एउटा मेसिन भयो भने पुग्ने रहेछ। अर्को मिक्सिङ मेसिन पनि चाहिन्छ। मिक्स गर्ने पिठो मिक्सरले पनि मुसिराख्नु भएको हुन्छ भने कतिले हामीसँग डो मिक्सरहरू पनि छ। त्यो डो मिक्सरले पनि मुस्न सकिन्छ। एउटा पिठो मुस्ने मेसिन चाहियो अनि यो मेसिन चाहियो अनि प्याकिङ गर्ने पनि त चाहियो। प्याकिङ गर्न चाहिँ अब ड्रायर हामीले अब नर्मल्ली सन ड्रायर पनि गर्नुहुन्छ कतिजनाले भने, कतिजनाले ड्रायरमा पनि गर्नुहुन्छ। ड्रायरको लागि हामीसँग डिहाइड्रेटरको भेरिएन्टहरू छ धेरैवटा साइजमा है। तपाईँलाई आवश्यक अनुसार 20 ट्रे 10 ट्रेदेखि लिएर 100 ट्रेसम्मको डिहाइड्रेटर हामीसँग पाइन्छ। भनेपछि त्यसलाई त सुकाउनु पनि पर्यो प्याकिङ गर्नुभन्दा अगाडि। अनि त्यसपछि प्याकिङ गर्नको लागि अर्को चाहियो। प्याकिङ गर्नको लागि चाहिँ प्याकिङ मेसिनहरू नर्मल्ली हामीसँग ह्यान्ड सिलरहरूदेखि लिएर ब्यान्ड सिलर होइन धेरैवटा भेरिएन्टहरू छ। अनि त्यो पापड बनाउनको लागि चाहिने आवश्यक कच्चा पदार्थ चाहिँ के हुन्छ? त्यो हजुरहरूले नै उपलब्ध गराइदिनुहुन्छ? लागि चाहिँ नर्मल्ली पिठो नै हो है, दालको पिठो हुन्छ। त्यसमा चाहिँ अब मर मसलाहरू अनि मैदाहरू थोरै एड गरेर एउटा फर्मुला हुन्छ। त्यो फर्मुला अनुसार पापडहरू बन्छ। भनेको बाहिरी केमिकलहरू त्यस्तो आवश्यक पर्दैन, घरमै हुने मरमसलाहरू युज गरेर पनि हामीले कस्तो खालको पापड बनाउने हो? सादा बनाउने हो भने पिठो मात्रै भयो भने, मसला पापड बनाउने हो भने मसलाहरू नै एड गर्न सक्छौँ। जस्तै पानीपुरीहरू बनाउने हो भने नर्मल पिठोको मात्रै बन्छ। पानीपुरी भन्नाले त्यो जुन पानीपुरी बनाउने खाने हुन्छ हाम्रो पिठोको हामीले पानीपुरी यसबाट कटिङ गर्छौँ र यसलाई फेरि तेलमा फ्राई गरेपछि त्यो फुलेर पानीपुरी अनि त्यसमा चाहिँ अरू त्यो खानेकुराहरू भरेर सर्भ गर्नु पर्यो। अनि के यसबाट नमकिन के पनि बन्छ भन्नुभएको? हजुर, बेकरी जस्तै नमकिन भुजियाहरू पनि यसबाट बनाउन सकिन्छ। यो दालमोटवाला नमकिन भुजिया चाहिँ होइन है, नमकिन नै भन्ने हुन्छ। नर्मली हामीले बेकरी आइटम जस्तो बिस्किट जस्तो टाइपको नमकिन चाहिँ यसबाट बनाउन सकिन्छ। डाई चेन्ज गरेर नमकिन पनि बनाउन सकिन्छ। पोर्टेबल पनि हुँदो रहेछ होइन? मजाले सार्न पनि मिल्छ। अब कतिको चाहिँ ठाउँ साङ्ग्रो हुन्छ है, बिचमा यो सधैँ राखिराख्नु सकिँदैन। कतिलाई यताउता सार्न सकिन्छ भने यसलाई एकदम सजिलो यसरी सार्न सकिन्छ। यसलाई चाहिँ सारेर एउटा कुनामा राखेर अरू काम पनि गर्न सक्छौँ हामीले। एकदम पोर्टेबल। मेन पावर चाहिँ कति लाग्छ त यसमा? कतिजना? यसलाई चाहिँ नर्मल 2 जनाले मजाले अपरेट गर्न सकिन्छ। एकजनाले सिट बनाएर यहाँबाट हाल्नुहुन्छ भने एकजनाले चाहिँ कलेक्ट गर्ने।
सिक्नको लागि त्यस्तो यसको अरू सिस्टमहरू सिक्नुपर्ने हो नि त्यस्तो के हुन्छ कि के हो? त्यस्तो केही पनि हुँदैन यसमा। हामीले डो नर्मली डो मिक्सिङ गर्छौँ भने मिक्सिङ गरिसकेपछि त्यसलाई चाहिँ हल्का हामीले टेबलमा राखेर बेल्नाले थोरै सेप दिन्छौँ, अलिक पातलो बनाउँछौँ र त्यसलाई यहाँ हालेर हामीले फेरि पनि अझै पातलो गरेर फाइनल प्रोडक्ट यहाँबाट निकाल्छौँ। अनि यसको मूल्य चाहिँ कति पर्छ अनि कस्तो कस्तो साइजको हुन्छ? यसमा चाहिँ तपाईँको डाईको साइज सेप अनुसार अनि मेसिनको भेरिएन्ट अनुसार चाहिँ 1,60,000देखि फुल्ली अटोमेटिकसम्म पनि हामीसँग मेसिनहरू छ है। पापड पानीपुरी बनाउने फुल्ली अटोमेटिक ड्राई सहित भएर आउने मेसिनहरू पनि पाइन्छ। त्यो अनुसार अहिलेसँग हामीसँग उपलब्ध भएको अनुसार चाहिँ 1,60,000देखि स्टार्ट भएर 5,50,000सम्मको मेसिनहरू छ अहिले। त्यसमा चाहिँ अटोमेटिक भयो भने अलिक धेरै प्रोडक्सन हुने हुन्छ। हजुर, अटोमेटिकमा चाहिँ अलिक धेरै प्रोडक्सन पनि हुने भयो भने काम गर्नको नि सजिलो हुने भयो। र यसको डेलिभरी अनि अरू पार्ट्सहरू चाहियो भनेदेखि के यहीँबाट व्यवस्था हुन्छ? हजुर, यसको पार्ट्सहरू पायो भने अब बेरिङहरू नर्मल चिजहरू त हाम्रो लोकल मार्केटमा पनि पाइने भयो भने केही सामानहरू नपाउने सामानहरू चाहिँ चेन्जिङ नेपालमै सम्पर्क गरेर तपाईँले पाउन सक्नुहुनेछ। अनि डेलिभरी चाहिँ के हुन्छ कि काठमाडौँ उपत्यकालाई चाहिँ हामीले फ्री डेलिभरी फ्री ट्रेनिङ सेटअप हुन्छ भने काठमाडौँभन्दा बाहिरको लागि चाहिँ हामीले ट्रान्सपोर्टसम्म हालिदिन्छौँ। हामीसँग यहाँ स्वयम्भूमा ट्रान्सपोर्ट नगर छ, त्यहाँसम्म हामीले डेलिभरी गरिदिन्छौँ भने त्यहाँदेखि चाहिँ तपाईँहरूले आफ्नो ठाउँसम्मको भाडा चाहिँ तपाईँहरूले ट्रान्सपोर्टको लागि दिनुपर्ने हुनेछ। मसिन हेर्नको लागि चाहिँ काठमाडौँ भक्तपुरमा तपाईँले हेर्न आउन सक्नुहुन्छ भने कन्ट्याक्ट गर्नको लागि चाहिँ हामीसँग 4वटा अफिसहरू छ। चेन्जिङ नेपालको 4वटा अफिसहरूमा जतै पनि सम्पर्क गर्न सक्नुहुन्छ। काठमाडौँ उपत्यकाको लागि काठमाडौँको आसपासका जिल्लाहरूबाट तपाईँले भक्तपुर बालकोटमा सम्पर्क गर्न सक्नुहुनेछ भने पश्चिम भेगको लागि पोखरा, पहाडी भेगको लागि पोखरा र पश्चिम तराई भेगको लागि चाहिँ हामीसँग बुटोलको मणिग्राममा हाम्रो अफिस छ, त्यहाँ पनि सम्पर्क गर्न सक्नुहुन्छ। र पूर्वी भेगको लागि चाहिँ तपाईँले विराटनगर बरगाछीमा सम्पर्क गर्न सक्नुहुन्छ। हामीसँग घरेलुदेखि उत्पादनमूलक र ठुला इन्डस्ट्रियलहरू सबै खालको मेसिनहरू उपलब्ध हुन्छ। तपाईँहरूको अर्डर अनुसारको हामीले मेसिनहरू ल्याउने भएको भएर तपाईँलाई कस्तो खालको मेसिन आवश्यक छ त्यही मेसिन तपाईँको आवश्यकता बुझेर हामीले मेसिन ल्याउने भएको भएर तपाईँ हामीसँग सम्पूर्ण खालको मेसिनहरू उपलब्ध हुन्छ। सानोदेखि ठुलोसम्म जस्तो आवश्यक परे पनि सबै प्रकारको मेसिनहरू चाहिँ चेन्जिङ नेपालमा पाउन सकिने हो। हजुर, सानो घरेलु व्यवसाय गर्दै हुनुहुन्छ भने घरेलु मेसिनहरूदेखि लिएर ठुलो लार्ज स्केलको मेसिनहरूसम्म नै हामीसँग पाइन्छ। हुन्छ सर, आगामी दिनमा अरू मेसिनहरूको बारेमा पनि हामी जानकारी राख्ने नै छौँ र यसको पनि डेमो गरेर पनि हेर्नेछौँ। जसले चलाउनु भएको छ उहाँहरूको व्यवसाय कसरी सञ्चालन भइरहेछ भनेर त्यो देखाउने प्रयास गर्नेछौँ। हाम्रो दर्शकहरूलाई बुझ्ने अवसर दिनुभयो। हजुरको समयको लागि धेरै धेरै धन्यवाद। धन्यवाद।